what's up guys, my name is Simon Bechdel. सबैले थाहा नै छ होला आज चाहिँ साइकलको भ्लग आउँदैन आज चाहिँ तपाईहरुलाई म आज न्यू इयरको दिन सबैजनालाई ह्यापी न्यू इयर र अब आज न्यू इयरको दिन हामी चाहिँ उता माथि आलडाँडा भन्ने ठाउँमा जान्छौँ अब चाहिँ म चाहिँ लुगा लगाइन अब एकछिन सिधै लुगा लाउँछु तपाईहरु सिधै लुगा लगाएर भित्र चल्नु गाडी चलाउँदै हामी लुगा लगाएर गाडीमा आइसक्यौँ अब चाहिँ तपाईहरुले बिस्तारै बिच बाटोमा जान्छु अब अलिकति मान्छेहरु छ त्यही भएर ल सिधै बाटोमा गएर भेटौँ ल चाहिँ हामी बिचको बाटो पाउनु भ्लग बनाउन पाएन अब त्यसको लागि सबैजना पुगी हो लाउ यहाँ टोको ल अहिले चाहिँ हामी आलडाँडा भन्ने ठाउँमा हो अब म पहिलोचोटि आयो उता माथि ठाउँ छ हामी पिकनिक हामी चाहिँ अब मन्दिर जान लागेको पूजा गर्न अरू के भन्नु त ल हाम्रो एक हुन्छ ल गाइस अब हामी तल हामी सिधै अब चाहिँ हाम्रो यहाँ भिडियो बन्दैछ अब यहाँ तपाईले चाहिँ भ्यू खतरा सक्नुहुन्छ यो चाहिँ आलडाँडाको बिच जस्तो लाग्यो आकाश खतरा यस्तो खतरा ठाउँ तपाईहरुले देख्नु मन छ भने चाहिँ मेरो च्यानल सब्स्क्राइब गर्नु होला अब त्यहाँ अगाडि यस्तो सिधा बाटो छ सल्लाह आयो चाहिँ सल्लाह जिप लिन्छ यो अलिक चाहिँ प्लस लगाएर मलाई लाग्थ्यो ऊ त डाँडा होला तर होइन रहेछ ऊ त तपाईँले ऊ त डाँडा चाहिँ मैले अस्ति मेरो फर्स्ट भ्लगमा हालेको त्यो डाँडा चाहिँ त्यो हो अलिक तर अलिक तलबाट छ होइन अनि त्यो हो मेरो घर चाहिँ तपाईँले त्यो मेरो पुरानो च्यानलको भिडियोमा चाहिँ मेरो घर देखिरहन्थ्यो तपाईँले यहाँ छ अलिक त्यस्तो यो के हो यो चाहिँ मेरो घर हो त्यस्तो खतरा वा घाम लागिरहेको खतरा ल अब सिधा खाजा मेला भेटौँ ल अहिले चाहिँ हामीले खाजा खाइसकेको छौँ अब तपाईँलाई देखाउन पाइनँ किनकि यहाँ सबजना थियो त्यो रहेछ फोहोर बनाएर अब यसमा अब यो चाहिँ हाम्रो बिहाको ब्रेक हामी त्यहाँ छोडेर हामी चाहिँ चिप्पो लगाएर यहाँ माथि जानेछौँ त्यही भएर हामी के हो यहाँ टल्किरहेको त दुईवटा खतरा छ उनीहरू चाहिँ उहाँ चाहिँ ल उहाँ चाहिँ हामी आइसक्यौँ हजुर उहाँ माथि पुग्छ ऊ यहाँ चाहिँ सब देख्छ हामी चाहिँ ऊ त पुलबाट आएको माथि पुग्छ ऊ त्यहाँ ऊ त सेतो घर चाहिँ त्यो हाम्रो घर हो त्यहाँ अगाडि छ त्यो हाइट चढ छ होइन त्यो पसल घर त्यो सबै उही गाडी लाइन के खान आइरहेको त्यहाँ गाडी चाहिँ त्यहाँ पुलमा चाहिँ गाडीमा लाइन आएर तपाईँले देख्नु भएन होला यहाँ खतरा ठाउँ रहेछ साइकल बसिर अब चाहिँ मान्छौँ मान्छे कस्तो माथि माथि हाम्रो दिदी त्यहाँ चाहिँ हाम्रो दिदी गएर छन् अब हामी जान जान्छौँ उयो बाटो रहेछ नि त त्यही भएर ट्रेल भयो म चाहिँ कुदेँ सबले गाली गरे अब त भाग 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 छोडिदिने त्यसलाई त छोडे ब्लकमा तलबाट गर्छु म चाहिँ फेरि उहाँ छु आधी बाटोमा फर्कियो भर्खर चाहिँ हामीले खाजा खाएर भ्यायौँ आज चाहिँ अलिकति पानी पर्छ जस्तो छ होइन सब बादल आएर यहाँ चाहिँ छैन होइन
त्यहाँ 6:30 हुन्छ पानी पर्न छ अब तपाईँहरूलाई आजको भ्लग कस्तो आयो भन्नु होला कमेन्टमा। अब चाहिँ तपाईँहरू यहाँ जान सक्नुहुन्छ कस्तो खतरा भयो कि यहाँ चाहिँ बब्बा भाइ अझै पानी परिरहेको छ चाहिँ हावा आइरहेको छ। आज थोरै देखाइदिएँ भिडियो बनाउँदै मेरो मोबाइलको चार्ज सिधाएर सायद मैले बिचमा भ्लग एन्ड गर्न पर्ने हुन्छ। पुरै हावा चलिरहेको छ खतरा पुरै अलिकति डल्लो डाउन गर्दैछु ल खतरा भइरहेको छ तलको बजार सेतो ठुलो घर चाहिँ हाम्रो घर र माथि गर्दै ठिक्क होइन अहिले चाहिँ हावा चलिरहेको छ मेरो कपाल उडाइरहेको छ त्यो तपाईँको खतरा भएर खतरा हावा ल्याएर यहाँ दुईजना छ त्यहाँ ल अब पानी परिरहेको छ अब यहाँ चाहिँ पुरा चलिरहेको छ ल सबै पानी चाहिँ बवाल परिरहेको छ उडाउन लाग्यो ल पानी पर्यो गाइस आजको लागि चाहिँ यति होइन तपाईँहरूले अहिलेसम्म भिडियो हेर्नु भइरहेछन् तर सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब लाइक सबै गर्नु होला र तपाईँहरू अब यहाँसम्म हेर्नुभएको छ त्यसो नै हुन्छ सब्सक्राइब गर्नु होला है त। अब आजको लागि चाहिँ यति हो त तपाईँहरू सबै भिडियो हेर्नु सबै थ्याङ्क यू सो मच र बाई बाई।